अनि यहाँ के लेख कति साह्रो यस यस वाइएस लेख्यो अकेला हजुर के लेख्यो अरे भनिहाल छिटो यहाँ मैले क्याट यहाँ मैले मान्छे माउन्टेन क्लोज राख पारेको अनि अरू ओ ल खतरा कन्सर्ट पनि बनाउँछ है कन्सर्ट पनि ल भयो ओके ल कन्सर्ट बना अनि मान्छे पनि कन्सर्टमा कन्सर्टमा मान्छेहरू क्यारेका कन्सर्टमा डान्स गरेका गीत गाएका ल चिराछु यी जुम गरेर ल ओके ल homemade muffin कस्तो भएछ वाउ यम्मी मामु हजुर muffin super yummy super yummy अरे वाउ गुड homemade muffin त खतरा मिठो बनाए अनि यो म यो हजुर ल ल भाइ अब स्कुल जाने हर्षेप पनि वाउ ओके ल गुड हेर ल हात दिदी हात यस्तो गर्नु यस्तो यस्तो हैन यस्तो हेर्नु न यस्तो यस्तो ल यस्तो ल हेर्नु वाह थ्याङ्क यू लर्ड डन यहाँ पनि जाने छ हेर्नु यस्तै बनी सेपमा ह्याप्पी पनि ह्याप्पी पनि लेखेको छ सेप तरिकाले राख्छु है यी हेर्नु म जस्तै तिमी जस्तै है कति राम्रो क्युटी पाएँ यहाँ पनि त्यहाँ पनि केही है थ्याङ्क यू यहाँ त ट्री हाउस ओ गुड बाफ खिच्न पर्यो ओके ल खिचिदिए हजुर हामी 2027 2026 2020,000 अनि क्रिसमस अर्को दिनमा रोडब्लक्स अफिसमा जान भन्न भने के भएर भनेको मैले हो सम्झाउनलाई भनेको यम्मी ओके के लेख्यो बेबीले आज यो मामु र बेबी अनि माथिको त्यो कन्सर्ट अनि सुहिम लेखेको नो बेबी कन्सर्टमा गएको बनाएको वाउ हामी फाइनल्ली कन्सर्टमा जान पायौँ ओके ल के बेबी विन्टरको टिस्यु वाउ ल विन्टरको त्यही त आज त मैले लेखेको राइट
सुहिम सुनिता सुहिम अनि यहाँ सुनिता अनि ह्याप्पी अनि यहाँ ह्याप्पी राइट यहाँ अनि यता पिक्चर ममु बेबीको अनि यहाँ सोनिक बना यहाँ सोनिक राइट ममु यहाँ सुनिता अनि यहाँ पनि यहाँ सोनिक अनि यहाँ सोनिक बनाइदिएको हजुर स्टिल छ राइट अनि यहाँ ह्याप्पी यहाँ यहाँ थियो ममु बेबी त्यही त स्टिल बसेको यति अनि यहाँ मम्मा बेबी भनेको त्यहाँ पनि बसेको स्टिल अनि यहाँ हप पनि स्टिल बसेको राइट मम्मा बेबी चाहिँ पछि लेख्यौ क्या तिमीले नै हैन ओके ल गुड सब मम्मा मैले यति हेल्प गरेको हजुरलाई अनि यहाँ पनि कन्सेप्ट बनाइदिउँ क्लासरुममा ओके ल हाम्रो क्लासरुम अनि वर्क गर्ने अनि पे गर्ने पढ्नु हजुर कुनै टाइम टिचर बन्नु कुनै टाइम स्टुडेन्ट बन्नु ल ओके खेल्ने टाइममा कुन टाइम बन्ने हो ओरेको मेरो ब्याकप्याकबाट मेरो ब्याग हजुरको कुन हजुरलाई पिङ्क यो मन पर्यो ल पिङ्क हजुरको ब्यागमा बनाइदिन्छु मलाई यो भयो मलाई यो ल यहाँ दिन्छ होइन हामी अब खेल्ने होइन यस खेल्ने टाइम अब खेल खै बल दिँदै त मेरो त कति अलमोस्ट पछालेर नि न 8 मा लगाएर भने हजुरको 8 मा मेरो 9 मा भयो ल मेरो त होइन राइट वाउ ल डन अब बेबी वर्क विनर गर्ने टाइम हजुर टिचर बन्नु ल घरि फ्रेन्ड बन्ने घरि टिचर बन्ने हैन ल अब टिचर बन्ने टाइम हजुर मिस मामु क्यारम अब यहाँ लेखौँ का के लेखम यहाँ चाहिँ के लेखम ल तिमीले अघि हामीले अब फाइनल सन्डे मन्डेको भयो हैन अलमोस्ट अब के लेखम अब ड्राइङ गर्ने टाइम अब के कपी हो ए अघिको त लेख न त ड्रइङ गर्ने टाइम ओके ल ड्रइङ गर्ने हैन ड्राइङ गर्ने टाइम भयो ड्राइङ गर्ने पढ्ने टाइम भयो नि ड्रइङ गर्ने कैँची चाहिएको छ अहिले चाहियो भने माग्छु नि ल फ्रेन्ड ओके फ्रेन्ड अहिले पछि माग्छु नि मेरो फ्रेन्ड हुन्छ नि के हुन्छ लन्च टाइम भने घर जाने टाइम राइट मैले लन्च टाइम हुन्छ भने क्यापेसिटीवाला खै आम्मो मैले क्यापेसिटी एरियाबाट लन्च ल्यान्छु अनि आउँछु नि ल ल खोलिदिनु बन्द गरिदिनु क्यापेसिटी एरियाका मान्छेहरूलाई सोधेको अनि अहिले अन्ति जाने पनि सकेनन् चिप्स मात्रै रहेछ लन्च आजको ओके चिप्स मात्रै आज वाउ भोलि त धेरै हुन्छ धेरै त अरू छन्
मिठो है So yummy. अब घर जाने बेला भयो ब्याग बोकाउनु काम हेर्नु न अस्तिको बुक हामी गरेको थियौँ त्यो भने यहीँ रहेछ हामीले ल्याउन लगाएको भोलि ल्याउन भने घर पुग्यौँ ल ब्याकप्याक राख्नु यहाँ राख्ने हो होइन हेर्नु न यस्तो के Ready, set, go, robot, 3, 2, 1, 0, go, robot. सक्यो क्रिसमसको सुरु डेकोरेसन मेरी क्रिसमस हिजो सान्टासित नि खिच्यो है ओहो ओक्ल्यान्ड जूमा अब एक दिन मलमा गएर फेरि हेरौँला मात्रै खिचिसक्यौँ होइन हेरौँला अनि ल भनिहाल छिटो ढिलो भयो स्कुल जान ओके ओके ल गिट आएको बेबी प्रिन्ट गरेको ऊ प्रिन्ट गरेर निकाले जस्तै बनाएको तिमीले वाउ खतरा हजुर कन्सर्ट आज यहाँ कन्सर्ट क्यान्सल कन्सर्ट तो जिङ्गल बेल भनेर गाउने भनेका मामु हजुर प्रोग्राम जस्तो क्यान्सल कन्सर्ट अनि कन्सर्ट पनि क्यान्सल अनि अब के गर्ने अरे त अनि उता पनि नगर्ने के प्रोग्राम जस्तो पनि नगर्ने अनि अनि पिक्चर बनाएका कि प्रोग्राम नगरी पिक्चर बनाउने प्रोग्राम नगरी पिक्चर मात्रै बनाउने अरे ओके ल डन स्टिकमा स्क्वायर शेपमा ग्लु हाल्ने अनि डरी ओके अनि फोटो हाल्ने मेरो खिचेको वाउ फोटो खिचे हैन फोटो खिचिसकेको के कुनै पहिला भएको पहिला खिचिसकेको ल ल ओके ओके 17, 18, 19, 20, 21, 22, 23. अब ओइता मात्रै चाहियो 24 चाहियो अब 20 ओइता मात्रै के ऑरेंज रहेछ वाउ 24 भएन ढोका खोले वाह कति राम्रो बनायो नि बच्चाले फाइनली पर्फेक्ट गर्यो है गर्यो पर्फेक्ट गर्यो अझै पर्फेक्ट अब राम्रो गर्छौ ल गर अब यो के नाम यस्तो 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 यस्तो
वाउ यस्तो पर्फेक्ट 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 वाउ कति अब राम्रो हेर्न है क्विकली गर्छु क्विकली है क्विकली ल फास्ट ल ठुलो बनाउँछु अँ जानेछु भन्दा ठुलो तरिकाले डन बल्ल एक्सको यस्तो यस्तो बनाएको भए यस्तो बनाएको भए एक्स त्यही त राम्रो बनायो त्यो भएर राइट अनि मैले यस्तो गरेको भए ल फिनिस आजलाई फिनिस अब राखिदिनु ल A da A Y यति झुकेर यति धेरै गर्छु त्यही भएर यति बक्समा धेरै रह्यो भने केही हुन्न विनर्सले भयो नि है WDNESD मैले यस्तो बक्स बनाइदिएको के कति भयो भन्दा ओ विनर्स थियो अब थर्सडे फ्राइडे स्याटरडेलाई बक्स छ कि ठ्याक्क मामु हजुर कति राम्रो पर्फेक्ट के कति राम्रो मामु मैले अझै बनाउँछु अब अझै राम्रो बनाउँछु ओके हेर्नु है 6 7 झुकेर बनाउँछु झुकेर हैन जानी मैले सुसेक बेन बनाएको थाहा छ 6 7 यो लिएर नि कति राम्रो ट्री हाउसको हो के ओके मैले ट्री हाउस बनाएको ट्री हाउस राइट तपाईँ मैले कति राम्रो बनाएको अहिले यो नराम्रो जस्तै यति राम्रो छ त कति राम्रो बनायो हैन देखिन के त्यस्तो यो सानो क्युट वाला बनाएको कति राम्रो त्यो पर्फेक्ट राम्रो हो नि त है कस्तो राम्रो अघि जस्तै छ यो नि झन् राम्रो के हो यो झन् राम्रो अनि अर्को राम्रो सुपर डुपर राम्रो अनि यो सुपर डुपर 1000 बिलियन अनि यो यति राम्रो राइट अब हजुरले बनाउनु ओके त्यस्तो अब सानो वाला क्युटी पायो हो सानो क्युटी पायो अब यस्तै बनाउनु ठुलो वाला यस्तै ट्विट वाउ